नरसिम्हा अवतार नरसिम्हा अवतार नरसिम्हा अवतार। दर्शकबिन गत जेठको 9 गतेबाट प्रदर्शनमा आएको चलचित्र नरसिम्हा अवतारले आज बक्स अफिसमा 11 दिन पार गर्दैछ। आज 11औं दिनसम्ममा महानायक राजेश हमाल दाइको कमब्याक भएको चलचित्र नरसिम्हा अवतारले बक्स अफिसमा के कति कलेक्सन गरिरहेको छ त? नरसिम्हा अवतार चलचित्र बक्स अफिसमा हिट होला कि फ्लप होला के होला त? त्यसै विषयमा चर्चा गर्नेछौँ। साथै गत वैशाखको 26 गतेबाट प्रदर्शनमा आएको चलचित्र उनको स्वेटरले भने आज बक्स अफिसमा 25औं दिन पार गर्दैछ। चलचित्र उनको स्वेटर र नरसिम्हा अवतारको अहिले बक्स अफिसमा भिडन्त भइरहेको छ। यसै गरी साथीहरू के घर के डेरा घर नम्बर 2 चलचित्रले भने आज बक्स अफिसमा 19औं दिन पार गर्दैछ। यी सबै चलचित्रहरूको बक्स अफिस कलेक्सनको बारेमा कुरा गर्नेछौँ। साथीहरू, हजुरहरू यदि महानायक राजेश हमाल सरको डाइहार्ड फ्यान हुनुहुन्छ भने नरसिम्हा अवतार चलचित्र मन पर्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। पहिला कुरा गरौँ साथीहरू के घर के डेरा घर नम्बर 2 चलचित्रको बक्स अफिस कलेक्सनको बारेमा। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र के घर के डेरा घर नम्बर 2 को लेखन भने बुद्धिसागरले गरेका छन्। यस फिल्मको मुख्य भूमिकामा भने आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केके अधिकारी, उपासना सिंह ठकुरी, सिर्जना नापित, प्रकाश घिमिरे लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। साथीहरू, यस चलचित्र के घर के डेरा घर नम्बर 2 ले बक्स अफिसमा जे जति कलेक्सन गर्नु पर्ने थियो त्यति कलेक्सन भने गर्न सकेन भन्दा फरक नपर्ला। साथीहरू, यस चलचित्र के घर के डेरा घर नम्बर 2 चलचित्रले हिजो 18 दिन पार गर्दासम्म भने 1 करोड 10 लाख रुपैयाँ बराबर बक्स अफिसमा ग्रस कलेक्सन गरेको प्रक्षेपण गरिएको छ। निर्माण टिम र चलचित्र विकास बोर्ड कसैले पनि यस चलचित्रको बक्स अफिस कलेक्सन सार्वजनिक गरेका भने छैनन्। आज चलचित्रको 19औं दिन चलिरहेको छ। आज बिहान मोर्निङको सोमा करिब 3 देखि 4% सम्म अकुपेन्सी रहेको थियो भने अहिले दिउँसोसम्म आइपुग्दा भने 5 देखि 7% सम्म अकुपेन्सी रहेको छ। यसै गरी इभिनिङ र नाइटमा भने चलचित्रको अकुपेन्सी करिब 7 देखि 10% सम्म रहन सक्ने देखिएको छ। त्यसैले साथीहरू, आजको दिनमा यस चलचित्र के घर के डेरा घर नम्बर 2 ले 1 देखि 1.5 लाख रुपैयाँ बराबर कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौँ साथीहरू, गत वैशाखको 26 गतेबाट प्रदर्शनमा आएको चलचित्र उनको स्वेटरको बक्स अफिस कलेक्सनको बारेमा। नवीन चौहानको लेखन तथा निर्देशनमा तयार भएको लभ स्टोरी जन्रमा आधारित चलचित्र उनको स्वेटरको मुख्य भूमिकामा भने अभिनेता विपिन कार्की, मेरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, प्रेम सुब्बा, माउत्से गुरुङ, परीक्षा लिम्बू, सुशील पोखरेल लगायतका थुप्रै कलाकारहरूलाई हामीले देख्न सक्छौँ। आर्ट माण्डुले केन्द्र मोसन पिक्चरसँग सहकार्य गरेर यस फिल्मलाई निर्माण गरेको हो। साथीहरू, यस फिल्म उनको स्वेटरको बक्स अफिस कलेक्सनको कुरा गर्ने हो भने चलचित्रले 1 हप्तामा 5 करोड 75 लाख रुपैयाँ बराबर ग्रस कलेक्सन गर्न सफल भएको थियो। यसै गरी 2 हप्ता पार गर्दासम्म भने चलचित्र उनको स्वेटरले 8 करोड 10 लाख रुपैयाँ बराबर बक्स अफिसमा ग्रस कलेक्सन गरेको थियो भने 3 हप्ता यानि कि 21औं दिन पार गर्दासम्म भने चलचित्र उनको स्वेटरले 10 करोड 5 लाख रुपैयाँ बराबर बक्स अफिसमा ग्रस कलेक्सन गरेर चलचित्र बक्स अफिसमा हिट भइसकेको छ। यसै गरी हिजो 24औं दिन पार गर्दासम्म भने चलचित्र उनको स्वेटरले 10 करोड 30 लाख रुपैयाँ बराबर बक्स अफिसमा ग्रस कलेक्सन गरेको प्रक्षेपण गरिएको छ। आज चलचित्रको 25औं दिन चलिरहेको छ। आज बिहान मोर्निङको सोमा करिब 5 देखि 7% सम्म अकुपेन्सी रहेको थियो भने अहिले दिउँसोसम्म आइपुग्दा 8 देखि 10% सम्म अकुपेन्सी रहेको छ। यसै गरी इभिनिङ र नाइटमा भने चलचित्रको अकुपेन्सी 10 देखि 12% को देखिएको छ। त्यसैले साथीहरू, आज 25औं दिनको दिन चलचित्र उनको स्वेटरले 7 देखि 10 लाख रुपैयाँ सम्म कलेक्सन गर्न सक्ने देखिएको छ। अब कुरा गरौँ साथीहरू, गत जेठको 9 गतेबाट प्रदर्शनमा आएको महानायक राजेश हमाल दाइको 8 वर्षपछि कमब्याक भएको फिल्म नरसिम्हा अवतारको बारेमा।
साथीहरू, महानायक राजेश हमाल दाइ 8 वर्षपछि ठुलो पर्दामा नरसिंह अवतार मार्फत देखिनु भएको छ। महानायकको यो फिल्म अहिले पनि चलिरहेको छ र बक्स अफिसमा पनि ठिकठाकै कलेक्सन गरिरहेको छ। तर जति कलेक्सन गर्न सक्ने अनुमान गरिएको थियो त्यति कलेक्सन भने गर्न सकिरहेको छैन। साथीहरू, महानायक राजेश हमाल दाइ करिब 1 दशकपछि नेपाली सिनेमा इन्डस्ट्रीमा पुनः कमब्याक हुनु भएको छ। उहाँको यो फिल्मलाई हामी सबैले हेरेर साथ सपोर्ट माया गर्नुपर्छ। महानायकको यो फिल्म हेरेर हामी सबैले साथ सपोर्ट गर्नुपर्छ। कतिपय न्युजहरूमा महानायकलाई के आरोप लगाएका छन् भन्दा फिल्म खासै नचलेपछि हलमा दर्शक भेट्न गए महानायक भनेर न्युज बनाएका छन्। के महानायकले आफ्नो फ्यान, आफ्नो भगवान रूपी दर्शकहरूलाई भेट्न नहुने हो र? यस्तो पनि भन्ने हो। आखिर महानायक राजेश हमाल पनि त एउटा कलाकार हुनुहुन्छ। उहाँलाई पनि आफ्नो फ्यानहरूलाई भेट्न मन लाग्छ होला। 8 वर्षपछि पुनः कमब्याक हुनु भएको छ, त्यस कारणले पनि आफ्नो फ्यानहरूलाई भेट्न जानुभयो होला। त्यसै गरी सामाजिक सञ्जालमा अर्को के फैलिएको थियो भन्दा खसीको टाउको देखाएर बाख्राको मासु बेचे महानायकले भन्दै हल्ला फैलिएको थियो। जसले हलमा गएर फिल्म हेरेकै छैन उसले बाख्राको मासु भन्दै हल्ला फैलाएको छ। त्यसैले यी विविध हल्लाहरू फैलाएर महानायक राजेश हमाल सरलाई तल गिराउन नखोजौं। आखिर महानायक भनेको महानायकै हो। उहाँले कयौं वर्षसम्म सिनेमा इन्डस्ट्रीलाई एक्लै चलायमान बनाउनु भएको थियो। जुन समयमा वर्षमा एउटा मात्र सिनेमा बन्ने गर्थ्यो त्यो समयमा महानायक राजेश हमाल सरले कयौं फिल्महरूमा काम गरेर सिनेमा इन्डस्ट्रीलाई एक्लै चलायमान बनाउनु भएको थियो। त्यसैले दर्शक बिन महानायक करिब 8 वर्षपछि कमब्याक हुनु भएको छ। उहाँको फिल्मलाई हामी सबैले सपोर्ट गरेर हलमा गएर हेरिदिनु पर्छ। यस फिल्म नरसिंह अवतारलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने यस फिल्मको कथा पटकथा भने चन्द्र पन्तले लेखेका छन्। फिल्मको मुख्य भूमिकामा भने महानायक राजेश हमाल सर सँगसँगै राज कटुवाल, सनिसा भट्टराई, सरोज खनाल, अर्जुन श्रेष्ठ, निर शाह, उषा खड्गी, प्रशान्त ताम्राकार, राजीव जङ बस्नेत, नीति शाह लगायतका थुप्रै कलाकारहरूको अभिनय रहेको छ। लभ स्टोरी, सोशल ड्रामा, एक्सन, डायलग सबै कुराहरू यस फिल्म नरसिंह अवतारमा हामीले देख्न पाउनेछौँ। साथीहरू, यस फिल्म नरसिंह अवतारको बक्स अफिस कलेक्सनको कुरा गर्ने हो भने एक हप्तामा चलचित्रले 2 करोड 4 लाख रुपैयाँ बराबर ग्रस कलेक्सन गरेको भनेर निर्माण टिमले एक हप्तासम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गर्नु भएको छ। यसै गरी हिजो 10औं दिन पार गर्दासम्म भने चलचित्र नरसिंह अवतारले 2 करोड करिब 30 देखि 40 लाख रुपैयाँ बराबर कलेक्सन गर्न सफल भएको प्रक्षेपण गरिएको छ। आज चलचित्रको 11औं दिन चलिरहेको छ। आज बिहान मोर्निङको सोमा करिब 5 देखि 6% सम्म अकुपेन्सी रहेको थियो भने अहिले दिउँसोसम्म आइपुग्दा भने 10 देखि 15% सम्म अकुपेन्सी रहेको छ। यसै गरी इभिनिङ र नाइटमा भने चलचित्रको अकुपेन्सी 15 देखि 20% सम्म रहन सक्ने देखिएको छ। त्यसैले साथीहरू, आज 11औं दिनको दिन चलचित्र नरसिंह अवतारले 10 देखि 12 लाख रुपैयाँ बराबर कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ। सबै भगवान रूपी दर्शक श्रोताहरूलाई फेरि पनि एकपटक भन्दैछु, आफ्नो नजिकैको सिनेमा हलमा गएर नरसिंह अवतार हेर्न सम्भव हुन्छ भने यदि हेरिदिनु होला। हामी सबैले महानायक राजेश हमाल सरको फिल्मलाई सपोर्ट